आज मिति 2082 साल माघ 3 गति शनिबार, तदनुसार 2026 जनवरी 17। पहिलो राशि मेष राशि। आजको दिन तपाईँका लागि ऊर्जावान रहनेछ। राशिको मालिक मङ्गलको अनुकूलताले गर्दा रोकिएका काममा तीव्रता आउनेछ। आर्थिक पक्ष सबल हुनका साथै नयाँ लगानीका क्षेत्रहरू खुल्नेछन्। पारिवारिक माहौल रसिलो बन्नेछ भने जीवनसाथीसँगको सामिप्यताले मनमा नयाँ उमङ्ग भर्नेछ। हिजोका केही तनावहरू आज समाधान हुने दिशामा अघि बढ्नेछन्। वृष राशि। आज तपाईँले आफ्नो बाढी र क्रोधमा केही नियन्त्रण राख्नुपर्ने देखिन्छ। अनावश्यक खर्चले गर्दा मन केही चिन्तित हुन सक्नेछ, तर बेलुकासम्म अप्रत्याशित स्रोतबाट धन प्राप्तिको योग रहेको छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँगको समन्वयले मात्रै सफलता सम्भव रहेको छ। स्वास्थ्यप्रति सजग रहनुहोला र विशेष गरी खानपानमा ध्यान दिनुहोला। मिथुन राशि। मिथुन राशिका लागि आजको दिन निकै रचनात्मक रहनेछ। नयाँ ज्ञान सिक्ने वा पढाइमा प्रगति गर्ने अवसर मिल्नेछ। सामाजिक सञ्जाल वा सञ्चारका माध्यमबाट शुभ समाचार प्राप्त हुनाले दिन उत्साहपूर्ण बन्नेछ। साथीभाइसँगको भेटघाटले पुराना मिठा यादहरू ताजा गराउनेछ। व्यावसायिक दृष्टिले आजको दिन लाभदायक रहनेछ। कर्कट राशि। तपाईँको मन आज अलि भावुक हुन सक्नेछ। घर परिवारको सुख सुविधामा समय बित्नेछ। घर जग्गा वा स्थिर सम्पत्तिको विषयमा चलिरहेका छलफलहरू सकारात्मक टुङ्गोमा पुग्न सक्नेछन्। कार्यक्षेत्रमा थोरै बाधा आए पनि धैर्यताले काम गर्दा सफल भइनेछ। आमाको आशीर्वाद लिएर काम सुरु गर्दा आज विशेष सफलता मिल्नेछ। सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज पराक्रम देखाउने समय रहेको छ। तपाईँको नेतृत्व क्षमताको कदर हुनेछ, जसले मानसिक स्फूर्ति प्रदान गर्नेछ। रोकिएका पुराना सरकारी कामहरू सुल्झनेछन्। दाजुभाइ र छिमेकीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। आज लिएको महत्त्वपूर्ण निर्णयले दीर्घकालीन फाइदा पुर्याउनेछ। कन्या राशि। आज आर्थिक सञ्चितमा वृद्धि हुने योग रहेको छ। मिठो भोजन र पारिवारिक जमघटको अवसर मिल्नेछ। तपाईँको बोलीको प्रभावले गर्दा बिग्रिएका कामहरू पनि बन्न थाल्नेछन्। व्यापारमा संलग्नहरूका लागि आजको दिन सन्तोषजनक रहनेछ। कसैलाई उधारो दिएको धन फिर्ता आउन सक्नेछ, जसले गर्दा आर्थिक बोझ केही कम हुन सक्नेछ। तुला राशि। आज तपाईँको आफ्नै राशिमा चन्द्रमाको प्रभावले मन प्रसन्न र प्रफुल्ल रहनेछ। नयाँ पहिरन वा विलासिताका सामग्रीहरूमा रुचि बढ्नेछ। व्यक्तित्वको प्रशंसा हुनेछ र मान सम्मानमा वृद्धि हुनेछ। प्रेम जीवनमा नयाँ मोड आउन सक्नेछ, जसले गर्दा आपसी सम्बन्ध अझ प्रगाढ बन्नेछ। आत्मविश्वासका साथ कार्यक्षेत्रमा अघि बढ्नुहोला। वृश्चिक राशि। आज अलि खर्चिलो र दौडधुपपूर्ण दिन हुन सक्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा लागेकाहरूका लागि भने समय अत्यन्तै शुभ हुनेछ। लगानी गर्दा सोचविचार पुर्याउनुहोला। ध्यान र योगमा समय बिताउनाले मानसिक शान्ति मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्, तर पनि आफ्नो गोपनीयता जोगाउनु बुद्धिमानी हुनेछ। धनु राशि। आज तपाईँका लागि लाभको दिन रहेको छ। विभिन्न स्रोतबाट धनको आगमन हुनेछ। इष्टमित्र र सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ। रोकिएका कामहरूले गति लिनेछन् र नयाँ योजनाहरू सफल हुने प्रबल सम्भावना रहेको छ। समाज सेवा वा परोपकारी कार्यमा मन जानेछ, जसले गर्दा मानसिक सन्तुष्टि मिल्नेछ। मकर राशि। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम हुनेछ। हाकिम वा विशिष्ट व्यक्तिहरूको सहयोगले ठुला योजनाहरू अघि बढ्नेछन्। करियरमा केही सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ। बुबाको स्वास्थ्यमा सुधार आउनेछ र पैतृक सम्पत्तिको उपयोगबाट फाइदा हुनेछ। आजको दिन मेहनत अनुसारको फल प्राप्त हुने समय रहेको छ। कुम्भ राशि।
भाग्यले साथ दिने हुनाले कठिन कामहरू पनि सहजै बन्नेछन्। धार्मिक यात्रा वा अध्यात्मतिर मन आकर्षित हुनेछ। उच्च शिक्षा हासिल गरिरहेकाहरूका लागि आजको दिन फलदायी रहनेछ। लामो समयदेखि रोकिएको भ्रमणको योजना बन्न सक्नेछ। समाजमा तपाईँको प्रतिष्ठा बढ्ने काम हुनेछ। र अन्तिम राशि मीन राशि। आजको दिन केही चुनौतीहरू आउन सक्नेछन्, त्यसैले धैर्यता र संयमता आवश्यक रहेको छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्नेछ। अनावश्यक विवाद र बहसबाट टाढै रहनु राम्रो हुनेछ। तर अनुसन्धान र खोजमूलक काममा लागेकाहरूका लागि भने आजको दिन निकै राम्रो रहनेछ। साँझपख आर्थिक लाभको योग रहेको छ।